नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। बौद्ध परम्परामा परित्राणको ठूलो महत्त्व रहेको पाइन्छ। बुद्ध धर्म र सङ्घको शरणमा गएर उपासक उपासका हुने बौद्धहरूले जन्मदेखि मरण पर्यन्तसम्म पनि भिक्षुहरूबाट परित्राण पाठ गराउने चलन रहेको छ। परित्राणको शाब्दिक अर्थ हेर्ने हो भने परि भनेको चारैतिर तथा त्राण भनेको रक्षा गर्नु हो। यसरी परिसामन्तो ताइति रक्षतीति परितं भनिन्छ। यसको अर्थ हुन्छ हाम्रो जीवनमा आइरहने अनेक विघ्न बाधा भय अन्तराय समस्या इत्यादिहरूलाई हटाउन सक्ने शक्ति भएकोलाई नै परित्राण भनिन्छ। यसो भन्दैमा यो परित्राण कुनै तन्त्र मन्त्र विशेष पनि होइन, बरु सिद्धार्थ कुमार सम्यक सम्बुद्ध हुनु भइसकेपछि हामी जस्तै संसार दुःखमा अल्मलिरहेका प्राणीहरूलाई दुःखमुक्त गराउनको लागि आजीवन गाउँ गाउँमा नगर नगरमा देश देशान्तरमा चारिका गर्नुभई जुन दिनुभएको अमृत उपदेश हो, ती उपदेशहरूको सार संक्षेप नै परित्राण हो। यसर्थ परित्राणमा भगवान बुद्धको मैत्री छ, भगवान बुद्धको करुणा छ अनि भगवान बुद्धको सत्य वचन छ। यसका साथै परित्राणमा भगवान बुद्धका अनन्त गुण धर्महरू रहेका छन्। धर्मका अनन्त गुण धर्महरू रहेका छन् र सङ्घका अनन्त गुण धर्महरू रहेका छन्। भगवान बुद्धको सत्य करुणा मैत्री वचनको प्रभावले तथा बुद्ध धर्म र सङ्घको अनन्त गुण धर्म तथा आशीर्वादको प्रभावले सुखी निरोगी र जय मङ्गलको कामना गर्ने भएको कारणले गर्दा नै हो। परित्राण पाठ गर्नुहुने भिक्षुहरूले प्रत्येक एक परित्राण अथवा सूत्र सकिएपछि भन्ने गर्दछन्, एतेन सच्चवज्जेन सोतिते होतु सर्वदा। अर्थात् यस सत्य वचनको प्रभावले सबैको स्वस्ति शान्ति होस्। एतेन सच्चवज्जेन सब रोगो विनाशतो। अर्थात् यस सत्य वचनको प्रभावले सबैको रोग विनाश होस्। एतेन सच्चवज्जेन होतु ते जय मङ्गलम्। अर्थात् यस सत्य वचनको प्रभावले सबैको जय मङ्गल होस्। परित्राणको मूल आनिशंस वा प्रभाव भन्नु नै सत्य वचन रहेको हुनाले परित्राण पाठ गर्नुहुने भिक्षुले परित्राणलाई शुद्ध रूपले पाठ गर्नुपर्छ। अर्थलाई जानेर एक चित्तले पाठ गर्नुपर्छ अनि पाठ सुन्ने उपासक उपासिकाहरूलाई मैत्री चित्तले पाठ गर्नुपर्दछ। यसरी नै परित्राणको प्रभाव हुनुको लागि परित्राण सुन्ने व्यक्ति पनि मिथ्या दृष्टि नभएको हुनुपर्छ। परित्राणमा
श्रद्धा चित्त भएको हुनुपर्छ अनि विशेष रूपले जीवनमा पञ्च महापाप नगरेको हुनुपर्छ। पञ्च महापाप भन्नाले बुद्ध शिक्षामा पाँचवटा ठूला क्षमा हुन नसक्ने अपराधलाई बुझिन्छ। ती अपराध भन्नाले 1. बुद्धको शरीरबाट रगत निस्कने गरी चोट पुर्याउनु। 2. अरन्त भइसकेका व्यक्तिको हत्या गर्नु। 3. आमाको हत्या गर्नु। 4. बुबाको हत्या गर्नु तथा 5. संग भेट गर्नु। परित्राण वास्तवमै बुद्ध धर्म र संघको अनन्त गुण धर्म तथा आशीर्वादले भरिएको महान फलदायी बुद्ध वचन हो। परित्राण शान्तिका अग्रनायक महामानव बुद्धको मैत्री, करुणा र सत्य वचन हो। सम्पूर्ण दुःखबाट मुक्त भएको, निर्वाणसम्म पुग्ने बाटो समेत भएको परित्राणलाई हामी पनि राम्रोसँग पाठ गरौं, राम्रोसँग परित्राण पाठलाई श्रवण गरौं।